लसुन हैन लसुनलाई सानो सानो गरेर काट्छु लसुन काटेछु हैन लसुन काटेपछि चाहिँ अब हेर्छु युट्युबमा हेरे के भन्छ साबुन नभएको लागि चाहिँ छोडिदिन्छु भागर चाहिँ हाल्छु त्यो सबै एकैचोटि झ्याम्टीमा हालिदिन्छु जेसुकै होस् त्यो त्यहाँ चाहिँ यो सबै प्याजमै हाल्ने यो सबै प्याजमै लसुन पनि सबै प्याजमै मिक्स गरेर एकैचोटि पकाइदिने हाल्दैन यो दुईटा डल्ले खोर्सानी दुईटा चाहिँ यो हरियो खोर्सानी हाल्छु धेरै छिटो खान सकिँदैन होला सायद गन्ध त डेन्जर छ त यो खतरै कुरो हुन्छ त छ है त्यो पनि छोडिनँ म यसरी हालिदिन्छु चौरामा चार हाल्छु हैन टमाटर चाहिँ मिसाउँदिनँ पछि हाल्छु चिकन सुपहरू पनि हालिदिन्छु यो पनि अलिअलि सही पनि हालिदिनु स्वादको लागि त्यहाँ एउटा प्याकेट फुटाएँ अर्को प्याकेट लिएर आएको छ अर्को प्याकेट आएपछि हेर्नु यो के भएको चामडा डुप्लिकेट पऱ्यो क्या हो कुनै कुनै राम्रो छ कुनै चामडा छ डुप्लिकेट भयो के गर्नु यहाँ चाहिँ चाटको लागि अलि छेउमा बिचमा चाहिँ झोल बन्दैछ अनि पानीपुरीको लागि चाहिँ सानो भएको आलु हो पानीपुरीको चाट दुइटै यता अब झोल बन्दैछ पानीपुरीको झोल चौचौ यो चाहिँ अर्ग्यानिक आफैले बनाएको चाट दही अब यो पानीपुरीको भइहाल्यो आलु मसला भइहाल्यो पानीपुरी यो पानीपुरीको रस हातले बनाएको होइन आज चाहिँ हल्का बनाएर खाइसक्यो भनेको यति नै हो सबै अरू पनि छ